ल फर्स्ट अफ अल त तिमीलाई कङ्ग्रेचुलेसन्स आज तिम्रो स्कुलले जित्यो होइन एन्जल्स हर्सले फर्स्ट गेम थियो क्यारे अनि बाबुको मलाई नाम बताइदेऊ त एकचोटि मेरो नाम चाहिँ अभिषेक कटायत हो तिमी मेरो गाउँ चाहिँ बझाङ जिल्ला सुदूरपश्चिम हो अनि म यहाँ चाहिँ मनोभाइजमा पढ्छु अनि स्कुल चाहिँ एन्जल आर्ट नेसनल स्कुलमा पढ्छु अनि त्यही एकाडेमीमा सिक्छु अनि त्यो एकाडेमीमा राम्रो सिकाउँछ त्यही सिकेको कारणले यहाँसम्म आइपुगेको ए अनि तिमीलाई कसले सिकाउनुहुन्छ त्यहाँ कोच कोच सञ्जीव महर्जन ओके गुड अनि तिमी अहिले कति क्लासमा पढ्छौ तिमी 7 7th क्लास अनि तिमीले यो क्रिकेट खेल्ने जुन तिमीलाई जुन आयो म यसरी क्रिकेट खेल्छु भनेर कहाँबाट कसको तिमीलाई चाहिँ तिमीले कसलाई तिम्रो कसकोले चाहिँ तिमीलाई सिकायो त यो खेल्नलाई गर्न उत्साहित गर्यो त बा मलाई चाहिँ फर्स्टमा चाहिँ अङ्कलसँग बस्थेँ अनि अङ्कलले भन्यो फर्स्टमा चाहिँ फुटबल खेल्थेँ अनि अङ्कलले भन्यो क्रिकेट खेल्छस् भन्यो क्रिकेट खेल्छु तर त्यतिखेर आउँदैन थियो अङ्कल सिकाउँदै गए चाहिँ एकाडेमीमा हाल्नुभयो अनि एकाडेमीमा हालेपछि त्यसो राम्रो भएर अनि ए ओके अनि तिमी अब यता उता बझाङबाट यता आएको कति भयो तिमी टोटल 1.5 महिना जति 1 वर्ष 1 वर्ष यहाँ पहिला बझाङमा पढ्थ्यौ अहिले यता एन्जल हर्समै पढ्छौ है त तिमी ओके अनि बाबुले कुन बलिङ गर्छौ अफ स्पिन राइट आर्म अफ स्पिन ओके अनि तिमी के अलराउन्डर हो कि बलर हो बलिङ अलराउन्डर हो त ब्याटिङ पनि गर्छु ब्याटिङ कुन डाउनमा गर्छु त जति डाउन उठाएँ ए ओके क्याप्टेनले जति पठायो त्यति भन्नाले टिमको सिचुएसन अनुसार तिमी ब्याटिङ गर्न तिमी सक्छौ होइन ओके अनि तिमीले यसरी यो खेल्दाखेरि तिमीलाई चाहिँ अब देशको लागि खेल्छु भन्ने तिमीलाई के छ कति खेल्छु भन्ने विश्वास छ राम्रो गर्दै गयो भने अब खेल्यो भने राम्रो गऱ्यो भने पढ्न सक्छ त्यो ओके अनि अन्डर 16 अन्डर 19 सिनियर टिम हुँदै होइन अहिले त तिमीले यो स्कुल लेभलको गेम यो जिल्लाको लागि हो होइन अब आउने चाहिँ इस्ट एसिया मेन्स यु 16 को लागि यो सेलेक्सन गेम भइरहेको त्यो थाहा छ है तिमीलाई ओके ल बाबुलाई ल विश यु अल द गुड लक ल भविष्य उज्जवल होस् बाबुको है ल थ्याङ्क यू भेरी मच